Hello guys, welcome back to my channel. मेरो आज धेरै धेरै सेवाहरू आज चाहिँ मसँग हुनुहुन्छ आमा र मामा र आज चाहिँ हामी चिकन मोमो खान जान आँटेको अनि यहाँ हामीले घरमै बनाएको ड्रमस्टिक छ अनि चिकन विङ्स पनि रहेको छ अनि मैले यहाँ घरमै बनाएको सस पनि छ। तर मेरो भाइ र मेरो छोरीमा चाहिँ म नै राम्री छु है। अम्बो र यो खाना सुरु गरौँ है। राम्रो छ। तपाईले खानु भएको मोमो? खानु भएको मोमो अलि समाएर खानु न। अलि समाएर खानु अरे। खाइदिनु त्यसो ल मजाले। तपाईँ गर्दै खानु कि त्यति खानु? फर्स्ट बाइट देखाउनु पर्यो नि त। त्यहाँ देखाउनु। वाउ, के भन्छ यो चिकन मोमो। लिएको मात्रै बाइट चाहिँ गरेको छैन। यो चाहिँ टेस्टी। दामी दामी टेस्टी खायो। वाउ विङ्स खाऊ कि फिला खाऊँ भाउ? जे खाए पनि हुन्छ बनाइदिएको छु। वाउ, लेग पिस। लेग पिस। वाउ, पखेटा। सससँग दामी खाए ल भन्नुपर्छ। खाए ल। कस्तो लाग्यो? मिठो लाग्यो? मिठो छ। अब एकजनालाई हामीले मिस गरिरहेको छौँ। हो बुनुलाई बुनु विङ्स खाए ल। बुनुलाई मिस गरिदिएको। हामी अघि आमा छोरी भिडियो कलमा बोलिसक्यौँ ल। Shout out to Mixin. सबैजना काचिङ गरी चाहिँ म चाहिँ दामी। म चाहिँ गएँ है। अब यहाँ डल्लै कभर गर्नु भएर मम्मी जानुभयो हो। मेरो चाहिँ दिदी मम्मी झन् घुसेर मम्मी झन् खुस्केछ हल्का होइन गाइस इग्नोर गरिदिनु होला। मजाको मिठो यम्मी है टेस्टी। फेरि आयो है पानी आएर। यो खामै सुरु गरौँ न। स्टार्ट। त्यो फिला त सानो पिस खान्छु नि। फिला खान्छु। यो चाहिँ आफैले बनाएको कहीँबाट मगाएको होइन है। अनि यो चाहिँ सेकेन्डचोटि मैले स्टार्ट गरेँ। ल खाइदिउँ। ये हमारा घर में ही बनाया हुआ चिकन ड्रमस्टिक है। ये सॉस भी मैंने घर में ही बनाया है। और ये फर्स्ट बाइट। छोरी खानु न। छोरी भनेपछि त्यसरी सम्झिन्छ नि त आमाले। छोराले सम्झिन्छ सम्झिँदैन। आमा सम्झिन्छ खाएर सम्झेर लगिदिनु न। हुँदैन। खाना खान्छु। छेउको उतारिको। बस आज का सिर्फ हमारा मामा है। मामाले सबै जानेको छ। ल्याउनु चाहिँ पर्यो सामान। हुनु चाहिँ पर्यो है। वाउ सस खानुहुँदैछ? या पछाडिबाट एउटा खानु पर्यो। वाउ सस पनि मिठो छ है। तर यो के अरे अचार भनौँ न दामी। मेरा बिल्ली भी आ गया गाइस। बिल्लीलाई छुनु हुँदैन खाने बेलामा गाइस। गाइजहरूलाई गिराउनु हुन्छ होइन। जाइरा यता जाऊ ल। अब यहाँ नआऊ है, म दिन्छु नि। खानेकुरामा चाहिँ एकदम क्रेजी भन्दा पनि हुन्छ मलाई चाहिँ क्या। भान्जी पनि अब सेमै हो। अब मैले चाहिँ उनीहरू गर्दा यो भिडियोहरू बनाउँदा चाहिँ म हुँदिनँ हो।
अहिले म हाल्छु फाइनल्ली। मोमो सेली हो, ठिकै छ तर नट ब्याड। दामी। किन हाँसेको? tapi rena yes betul मेरो खुवाई चाहिँ सबैले मन पराएको छ अहिलेसम्म हो। तपाईहरुले पनि अब यो खुवाईमा चाहिँ कमेन्ट नगर्नुस् होला, राम्रै गर्नु गरे पनि राम्रो गर्नुहोस् है। किनकि खानेकुरामा मान्छे अलिक क्रेजी हुन्छ के, धेरै भन्दा पनि अलि भन्दा पनि धेरै क्रेजी। भान्जी पनि एकदम क्रेजी नै हो। के कसो म चाहिँ अलिकति बोल्नेले गर्दाखेरि भान्जीले अघि सकेछ मोमो चाहिँ, तर एउटा मैले दुईवटा रहेछ नि त्यो पनि फिनिस गरिहाल्छु। अब यस्तो चिल गर्नु हुँदैन नि। Yes. Amalelo. Ya खुट्टा पनि दामी हुन्छ गाइस। कम्ता छिटो आउँदैन है। ल यसो खाइदिए। म चाहिँ ड्युटीबाट आएको एक हप्ता अलिकति एक दिन छ, एक हप्ता भयो भन्दा पनि भयो होइन। अनि अब उता हुँदा त घरि नाइट ड्युटी गरी होइन, मर्निङ सिफ्ट जेनरल सिफ्ट हुन्छ, त्यसले गर्दाखेरि अलिक टाइमिङ मिल्दैन यो भिडियोहरू बनाउँदा। यसरी हजुर इच्छा एकदम म त यहाँ अब यसरी है लाइभ आउँदाखेरि भिडियो बनाउँदाखेरि यसरी म त इच्छाहरू होइन सबै कुराहरू म गर्छु। किनकि सबै कुरा भनेको राम्रो नि त होइन। हेर्नुहोस् है कति मजाले बनेको छ, क्रुम क्रुम क्रन्ची। वाउ म फेरि त्यसै नमिठो मिठो बनाएर खान्छु कि यसरी। खाँदाखेरि नबोल्नु अरे भन्छ, के गर्नु अब अहिलेको यो जेनेरेसनमा होइन। पहिलाको कुराहरू अब
कतिले मान्नुहुन्छ तर म पनि मान्छु फलो गर्नुपर्छ तर कति कुराहरू नजरअन्दाज गर्नु पर्यो नि त होइन गाइस खाना यो दामी छ त्यही गाइस यो चाहिँ मेरो भान्जीको हो प्यारो भन्दा पनि प्यारो एउटा मात्रै होइन नि गाइस बिरालो त्यही गाइस मैं फुल हो गई 4टा छ गाइस ल अब अगाको जस्तो हुँदैछ है ये बोल रही है आई हैव 4 cats खाना नहीं था पकेटा Yes, enough. Fantastic. खा लो ना यो Mind blowing. अघि सक्छौ न हैन Yummy. उहाँले मलाई मोमो हालिदिनु भयो नि त दुई पिस चाहिँ एकदम हो चिट एउटा हालिन के हो चिट एउटा तपाईले हाले एउटा मैले खाएँ फाइनली यो चाहिँ मेरो कोक हो है म चाहिँ रातितिर कोक खादिन अब भान्जीलाई चाहिँ चिसो लाग्छ त्यही कारणले गर्दा म चाहिँ खाइदिनु खाएन गाइस यो खालु न अनि म मार्ने अनि बिदा माग्नुपर्छ ल सबैजनालाई अब यो सबै मैले फिनिस गरेँ मैले भन्दा पनि यता भान्जीले चाहिँ फिनिस गरेको छ नि फिनिस गर्नु भएको छैन यहाँ एउटा फिनिस गर्नु भएको छैन होइन यो चिकन विङ्सले चाहिँ अलिकति उयो भयो कि ड्यामै भयो अनि फाइनली मेरोबाट चाहिँ सेवार हो सबैजनालाई है ओके यतिमै राख्दिएँ है फेरि हामीले कन्टिन्यू गर्नेछौँ अर्को भिडियोमा तपाईँहरूले लाइक सेयर कमेन्ट अनि हजुर हाँस्नु चाहिँ नभुलिदिनुहोस् मेरो चाहिँ एकदम फुल भिडियोमा अब आउनेछ न्यू है राम्रो भिडियोहरू हामी ल्याउनेछौँ अहिलेको लागि बिदा दिनु कमेन्ट गर्नु भन्नु न हामी के गर्नु कमेन्ट गरिदिनुहोस् है आजको यो भिडियोमा अब तपाईँहरूले के देख्नुभयो होइन अब खाँदाखेरि कोही कति कुराहरू है अब मिस्टेक हुनसक्छ त्यसमा एकदम क्षमा गरिदिनुहोस् ओके सेवारो फेरि पनि छेचिलो फ्यापुलो सबैले नमस्कार ओके गाइस तो मिलते हैं हमारे अगले वीडियो में तब तक के लिए आप लोग हंसते रहिए मुस्कुराते रहिए और डोंट फॉरगेट टू लाइक comment share and subscribe to my channel bye guys see you soon bye bye namaste